हेलो साथीहरु नमस्कार। म चाहिँ आज पोखराको पुरै साइट सिन गर्न गइरहेको छु अनि अब हामी चाहिँ लागेको गुप्तेश्वर गुफामा। अब गुप्तेश्वर गुफाको हामी भिजिट गर्ने छौं। कस्तो हुन्छ हामी चाहिँ भित्र गइसके। अब हेर्नुहोस् देख्न सक्नुहुन्छ यता चाहिँ पात्रै पसलहरु वरिपरि दामी राखेर छ। अगाडि हाम्रो ग्रुप हिँड्दै हुनुहुन्छ अनि यो चाहिँ गुप्तेश्वर भित्र छिर्ने यो बाटो भर्याङै। अनि यो भित्र जाने छौं हामी चाहिँ। यो भित्र चाहिँ खासै भिडियो गर्न मनाइ छ भनेर भनिन्छ। यो चाहिँ भित्र पसिसकेपछि यो भित्र चाहिँ भिडियो गर्न दियो, माथितिर देउता थान जस्तोहरुमा चाहिँ गर्न दिएन। यो भित्र चाहिँ खत्रै रहेछ एकदमै देख्न सक्नुहुन्छ। उतापट्टि चाहिँ फेरि वाटरफल रहेछ, डेभिड वाटरफल। ल फेरि हामी डेभिड वाटरफलमा नै छिरिसकेका छौं। देख्न सक्नुहुन्छ यता हिमाल पनि बनाइरहेको रहेछ दामी माछापुच्छ्रे हिमाल यिनीहरु चाहिँ। अनि यता अन्नपूर्णहरुको यो चाहिँ डेभिड वाटरफल। त्यही अघि उताबाट देख्ने गुफाबाट देख्ने ढंग है यो चाहिँ। यो उतापट्टि रोड छ, रोड क्रस गरेर गतिलो ल्याएको रहेछ यता पनि दामी रहेछ। अनि अब फेरि अहिले चाहिँ हामी एकदमै म्युजियम भित्र गइरहेको छु। म्युजियमको घुमघाम। ल अनि यो चाहिँ म्युजियमको बाहिरपट्टि हामी चाहिँ घुमेर नै आइसक्यो। भित्र चाहिँ फोटो खिच्न मनाइरहेछ, त्यही भएर सर्ट भिडियो भयो म्युजियमको चाहिँ। म्युजियम एकदमै दामी थियो है। अहिले हामी चाहिँ फेरि उता अर्को गुफामा गइरहेको छु। यो चाहिँ महेन्द्र गुफा। महेन्द्र गुफा अगाडि आइसकेका छौं हामी। देख्न सक्नुहुन्छ महेन्द्र गुफाको गेट एकदमै दामी छ महेन्द्र गुफा। यो चाहिँ भित्रपट्टि देख्न सक्नुहुन्छ बत्ती बालेर है, बत्ती बाल्नु पर्ने रहेछ। यहाँदेखि उता यो दुलो देखिरहनु भएको छ नि, यहाँबाट चाहिँ उताबाट दुलोबाट निस्किने ठाउँ रहेछ। चाहिँ उता सानो दुलो रहेछ, त्यहाँबाट निस्किने देख्न सक्नुहुन्छ। हामी चाहिँ जाँदैछौँ एकदमै। आजको दिन चाहिँ रमाइलो भइरहेछ। देख्न सक्नुहुन्छ टन्नै मान्छे छ यो भित्र चाहिँ। बत्ती बालेर गइरहेछ। ल त्यहाँ पनि सकेर अहिले फेरि हामी चाहिँ चमेरो गुफामा गइरहेको छु। चाहिँ चमेरो गुफातर्फ जाँदा हामी यतिखेर चाहिँ अब चमेरो गुफा नि आइपुगिसकेका छौँ हामी। देख्न सक्नुहुन्छ यो चाहिँ भित्रपट्टिको सिन। यहाँ पुरै लाइट बालेर हेर्नुहोस् हाम्रो गेस्टहरु चाहिँ अल्को छ, पुरै घोप्टो परेर छिरिरहेछ है। ल यस्तो कोप्चा रहेछ भित्र चाहिँ। अनि देख्न सक्नुहुन्छ बाहिर निस्केर हामी चाहिँ फेरि जाँदैछौँ म्युजियम तर्फ। एकदमै रमाइलो। अब यो म्युजियम सकेपछि चाहिँ हामी जानेछौँ अब लेक साइड घुम्नलाई फेवाताल। चाहिँ आजको दिन यति हुँदै सक्नेछ। फेवाताल अन्तिम हाम्रो चाहिँ देख्न सक्नुहुन्छ फेवातालमा आइपुगिसकेका छौँ हामी। अब ढुङ्गा रिजर्भ गर्दै हुनुहुन्छ घुम्नको लागि। अब पुरै घुमघाम हाम्रो टिम चाहिँ यो पुरै रिङै 1.5 घण्टाको लिएर घुम्ने कार्यक्रम सरासर।